शिक्षणका लागि कृतज्ञता प्रकट गर्दै आफ्नो वक्तव्य प्रस्तुत गर्ने अनुमति चाहन्छु। हामी सिन्धुपाल्चोकको बासिन्दा हौं, जो भौगोलिक रूपमा विकट भए पनि चेतनामा सधैँ अगाडि हुनुपर्छ। तर विडम्बना, आज पनि हाम्रो समाजमा कतै दाइजोको नाममा बुहारीहरू प्रताडित छन् त कतै बुढीको नाममा आमाहरू अपमानित छन्। सभापति महोदय, आज म यो मञ्चमा उभिएर केवल शब्दको खेती गर्न आएको होइन, बरु हाम्रो समाजको मेरुदण्डमा लागेको कुरीति र अन्धविश्वासको खेर हटाउने एउटा सङ्कल्प बोकेर आएकी हुँ। हामी 21औं शताब्दीको विद्यार्थी हो, एआईको कुरा गर्छौं, मंगल ग्रहमा बस्ने बसाइने सपना देख्छौं। तर आज पनि मेरो समाजमा एउटी चेलीले छौपडीको नाममा भोटमा निसासिएर ज्यान गुमाउनुपर्छ। एउटा युवाले जात नमिलेकै कारण फेरि नदीमा हम्फाल्नुपर्छ। उच्च जातको केटीसँग विवाह गरेकै कारण पुरै गलीले लखेटी मारिएको नवराज विक। के उनको दोष दलित समुदायमा जन्मिनु मात्र थियो? के दलित भएर जन्मिनु नै अपराध हो? नेपालको कुरा कक्षामा जातको नाममा गरिने भेदभाव होस् या बङ्गलादेशमा धर्मको नाममा टिपुचन्द्र दासलाई जिउले जलाउनु कार्तिक स्वयं मानवतामाथि गरिएको जघन्य अपराध हुन्। आज म चुनौती लिएर भन्छु, यो जातको प्रथा कसले ल्यायो? किन ल्यायो? त्यो नबुझी मारिरहनु अपराध हो र यो अपराधको अन्त्य गर्ने जिम्मेवारी आजका हामी विद्यार्थीको हो। सभापति महोदय, विज्ञान भन्छ कि हामी स्वयं मानवको DNA हुन